सो फाइनली हामी चाहिँ धुम्बा लेक आइसकेका छौँ। त्यति ठुलो चाहिँ रहेनछ तर दामी छ भ्यू चाहिँ। हेलो गाइज, हामी चाहिँ अहिले के अरे धुम्बा होइन धुम्बा लेकमा छौँ है। धुम्बा लेकमा छौँ। एकछिन भिडियो बनाएर फोटोसोटो खिचेर फेरि हामी रिटर्न भइहाल्छौँ है त। यहाँनिर चाहिँ पूजा पनि गरिँदो रहेछ है। यो चाहिँ मर्निङ भ्यू हो धुम्बा लेकको। धुम्बा लेक घुमेर भइसकेको छौँ र थोरै नास्ता पानी गरेर चाहिँ हामी फेरि मार्फा भिलेजतिर लाग्छौँ अहिले। नास्ता चाहिँ चाउमिन हो अरे चाउमिन। खाना जन्मेका हो खाओ, त्यही भन्छु म। हामीलाई पनि ल्याउँदै गर्नुहोस् है। मार्फा भिलेजमा आइसकेको छौँ। यहाँनिर चाहिँ एउटा नोटिस पनि टाँसेको छ, जरुरी सूचना। मलाई रिस उठ्यो भन्छ। झारे पनि थियो। त उहाँ सुकुटी यतातिर तपाईँको सामान छुट्यो कि छुट्यो छैन? ए यो सामान भन्नु खोज्यो। बबाल बबाल छ नि उड्यो त। हामी चाहिँ कुन गल्लीमा आयौँ है? एकदमै राम्रो गल्ली रहेछ। यहाँनिर पनि खतरा छ यार, उतातिर पनि। यहाँ लुकाबारी खेल्ने जस्तो ठाउँ रहेछ है त। हामी चाहिँ यति बेला जेरीगली प्रवेश गरिसकेको छौँ। केटाहरू कपडा लाउनको लागि वेटिङमा बसिरहेको छ। तर कहाँ थियो कोही पनि थाहा छैन। केटाहरू ग्याङ मुस्ताङमा किन त्यो त जादु गर्छ। जादु गरेर एउटा सुँगुर डल्लो निकाल्नु। के खालको ड्रेस हो यार यस्तो? यहाँनिर हाम्रो जादुगर हुनुहुन्छ एकजना। यहाँ हुनुहुन्छ भोए, उता हुनुहुन्छ खम्बा, राइडर। यो चाहिँ कुम्फू कराटे चाइनिजको। के भन्ने अब यो नि यो को चाहिँ के छ? किङै हो। अन्डरटेकर चाइनिज हुन्छ नि चुङचाङ यो लाओ केटा उठाले जादु गर्ने। एप्पल खानासाना खाएर हामी फेरि आफ्नो गन्तव्यतिर लाग्दैछौँ। यहाँनिर चाहिँ एकदमै बबाल खाना पाइँदो रहेछ। सबैजना मुस्ताङ आउने हुनुहुन्छ, यहाँ आउनु भएको छ भने होटेल एप्पल भन्नेमा एकदम बेस्ट खाना पाइँदो रहेछ। सो फाइनली हामी चाहिँ रुप्से झरनामा आइसकेको छौँ। रुप्से झरना हेर्न सक्नुहुन्छ। त्यहाँ दामी छ यार।
फोटोसोटो खिचेर आफ्नो गन्तव्यतिर घरतिर लाग्दैछौँ। आज यात्रा चाहिँ हाम्रो पोखरातिर हुनेछ र सबैले फोटोसोटो भिडियोसोटो गरिसकेको छ। यहाँनिर चाहिँ हाम्रो रूपसे झरना हेरेर चाहिँ हामी लागिसकेको छौँ। बवाल भ्यू रहेछ त रूपसे झरनाको। यहाँनिर चाहिँ रूपसे झरना छ र त्यहाँनिर कुन गाउँ छ थाहा छैन, तर यो डाँडो यति ठुलो रहेछ नि पुरै नगरौँ। यो सहरमा त अन्त हल्का सानो छ क्या। यो बेला चाहिँ हामी क्याटकमा आएको छौँ पोखराको। यहाँनिर चाहिँ फुल रहेछ पुरा प्याक। यति बेला चाहिँ हामी क्लब 16मा आइसकेको छौँ पोखराको। भित्र डेन्जर गाना बजिरहेको छ। अब चाहिँ हामी उयो गरेर हेर्छौँ है त क्लबमा चाहिँ। यहाँनिर चाहिँ छाताको बस्ती रहेछ है त। यो पोखरा फेवा तालमा छौँ यति बेला हामी। केटाहरू आफ्नै तालमा छन्। फेवा तालमा शैली देखा जाएगा भन्दा फाइनली हामी चाहिँ फेवालाई हामी फेवाले लिएर अब चाहिँ फेरि ढुङ्गा चढेर हामी फेरि पोखराको नयाँ प्लेसहरूमा घुम्न जान्छौँ। यहाँनिर चाहिँ एकदम भिड लागिरहेको छ। ब्युटिफुल प्लेस पोखरा। पोखरा पृथ्वी यहाँनिर चाहिँ डुवा ठोकेको छ है, ठोकेको छ गाइज। ल बिस्तारै चलाम, बिस्तारै ट्राफिक नियमको पालना गरौँ। मस्त कपडा बेच्यो अहिले यति बेला चाहिँ हामी स्याङ्जामा आएर सुन्तला लिँदैछौँ। यहाँनिर चाहिँ एकदमै सस्तो सुन्तला पाइँदो रहेछ। 100 रुपियाँ एक दर्जन कति रे 1 किलो। हजुर यहाँनिर मकै पनि पोल्दै हुनुहुन्छ। मेरो लागि हो क्या कति रुपियाँ हुन्थ्यो? मकै 50 रुपियाँ कान्छ। सुन्तला 100 रुपियाँ। एउटा बनाइदिनु त। बाबु हो त्यहाँको मकै ठुलो भएको छ। मेरो खै त